सबभन्दा पहिला चाहिँ हजुरको शुभ नाम हैन? हजुर मेरो नाम शिवलाल प्रधान। हजुर कति वर्ष पुग्नुभयो? म अहिले 69 69। हजुर अब सबभन्दा पहिले चाहिँ हजुरले यो उद्योग कहिले स्थापना गर्नुभयो? 2056 बाट। हजुर अनि यो ठाउँको यो पहिलो उद्योग हो यस्तो? इलाम जिल्लाकै भन्दा पनि देशकै पहिलो। देशकै पहिलो? देशकै। 2056 साल भन्नुभयो हैन? हजुर। अहिले यस्तो खालको उद्योगहरू अरू कति? अहिले इलाम जिल्लामा 42 वटा छ। अरू जिल्लामा पनि हजुर मैले गएर प्रशिक्षण दिएको छु। हजुर त्यहाँबाट निक्लिन्छ। हजुर जस्तो मैले उदयपुर दिएँ, तेह्रथुम दिएँ होइन। इलामकै 12 वटा बिडिसी त्यति बेला बिडिसी थियो, बिडिसीमा दिएको छु। र झापा भयो, हजुर मोरङ भयो, धनकुटा भयो, हजुर पाँच थर ताप्लेजुङ सबै जिल्लामा, पूर्वको प्राय 14 जिल्लामा हजुर प्रशिक्षण दिएर यतातिरबाट पनि निक्लिन्छ। सक्नेहरूले निकाल्छ, नसक्नेहरूले चाहिँ अब सकेन विद्यार्थीहरू आफ्नो क्षेत्रमा गए। अनि कति चाहिँ के भयो भने अहिले डुप्लिकेट आयो, मबाट सिकेको पनि होइन। हजुर त्यो सही तरिकाले उहाँहरूले तयार गर्नु भएको छैन। डुप्लिकेट भनेको चाहिँ कस्तो भन्नुभयो? मिसावटयुक्त। अब जस्तो यो ललिपप भनेको चाहिँ बिल्कुल दुध र चिनी मात्रै हुनुपर्छ। दुध र चिनी त्यसको मात्रा हुन्छ। अनि त्यो दुध र चिनी बाहेक अरू कुनै पनि खाद्य पदार्थै मिसायो भने पनि त्यो ललिपप भएन। त्यसलाई हामीले ललिपप भन्दैनौँ। जस्तै दुध र चिनी बाहेक यो डुप्लिकेटमा चाहिँ मिसावटमा चाहिँ हजुर के जान्छ? उहाँहरूले त कतिले अब मैले त देखेको छैन होइन। अहिले मार्केटमा निक्लेको खाद्य अनुसन्धान केन्द्रहरूले भन्दाखेरि पिठोको मात्रा, बिस्कुटको मात्रा देखिन्छ भन्छ। त म उहाँहरूको टेस्ट पनि गर्दिनँ, उहाँहरूलाई म हेरेसमेन्ट पनि गर्दिनँ। मेरो आफ्नो जुन छ हजुर त्यो छँदैछ। अब हामी यो 2056 सालतिरै जाउँ हैन? के सोचले चाहिँ यस्तो उद्योग? होइन, म 2045 सालदेखि हजुर मैले गाई पालेको थिएँ। हजुर अनि यहाँको के मनोभावना रहेछ मानिसको भने म 2039 सालमा यस ठाउँमा शिक्षक भएर आएको। हजुर अनि आएर शिक्षकलाई त्यति बेलाको अवस्थामा हामी शिक्षकलाई म 33 सालको एपोइन्ट हो। हजुर 160 मा सुरु नीति हो। कति साल हुनु? 33 सालमा मैले एपोइन्ट लिँदा हजुर मलाई 160 रुपियाँ मासिक तलब दिन्थ्यो हजुर राज्यले। अनि 36 सालतिर गएपछि 250 रुपियाँ भन्दा बढाउन सकेन राज्यले। हजुर नसकेपछि हामी सङ्घर्ष गर्दै गयौँ। 46 सालमा जब हामीले निजामती सोच र शिक्षकलाई बनायौँ र शिक्षकको एउटा पेसागत सङ्गठन पनि भयो र हामी शिक्षक वास्तवमा राज्यको एउटा राष्ट्रसेवक बन्यौँ। बनिसकेपछि चाहिँ अब 975 कुरा त्यतिले पनि हाम्रो जीवन चलेन। नचलेपछि चाहिँ हामीलाई जिल्ला विकास सभापति तत्कालीन कृष्ण प्रसाद भट्टराई इलामको हुनुहुन्थ्यो। उहाँले चाहिँ ठुलो सेमिनार राख्नुभयो हाम्रो कर्फोक हाई स्कुलमा। र हामी शिक्षकहरूले के भन्यौँ भने हाम्रो जीवन कसरी चलाउने, हाम्रो परिवार त परे राख्नु, पेट मात्रै पालियो त 975ले त्यस समयमा। अब जीवन नचल्ने भयो भन्दा अब शिक्षकले पार्ट टाइम जब गर्ने, पार्ट टाइम व्यवसाय गर्ने भन्दाखेरि अधिकांशले के गर्ने त भन्दाखेरि पशुपालन गर्ने भन्ने भयो। त पशुधन पनि त किन्नु पर्यो। अब भन्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भने ल हामी हाम्रो तर्फबाट के सहयोग गर्नुपर्छ गर्छौँ, ब्याङ्कहरूलाई हामी भनिदिन्छौँ, तपाईँहरूलाई लोन दिन्छ, त्यो लोनले गाई खरिद गरेर गाई पाल्नुहोस् भनेपछि हामीले गाई पाल्यौँ। लोन लिएर पाल्नुभयो? लोन लिएर 5000 रुपियाँ लोन लिएर गाई पाल्यौँ। गाई पालिसकेपछि हामीले दुध उत्पादन गऱ्यौँ। अनि दुधको बजारको लागि पनि फेरि समस्या भयो नि त। भएपछि उहाँहरूले बाटै राज्यको तर्फबाटै
दुग्ध विकास संस्थान विराटनगरसँग सहकार्य गर्नुभयो र हामीलाई पनि गराइदियो दुग्ध विकास संस्थानसँग र हामीले दुध बेच्न पायौँ। साह्रै धेरै मजाले दुध बेचिरहेको थियौँ। 50, 51, 52, 53, 54, 55सम्म आइपुग्दा त हाम्रो 90 किसान भयो। दुध पनि इलाममा त यति धेरै उत्पादन भयो कि मास्टर मेहनती त मेहनती हुन्छ। मास्टरले सुरु गरेको व्यवसायमा किसानले साथ दियो। किसानले पनि गाई बेच्न गाई पाल्न थाले र किसान हामी मास्टर पेसागत सबै कर्मचारीहरूले दुध उत्पादन गर्दा त इलाममा पोखरी बनियो दुधको। डिडिसीले धानेन। त्यति बेला पद्मसुन्दर लावती गृहमन्त्री थियो। उसले डिडिसी मार्फत जराईमाथि जरायकारमा दुग्ध परिकार तथा चिज केन्द्र अहिले पनि यथावत छँदैछ। त्यो केन्द्र स्थापना गरेर त्यहाँ चिज बनाउन थाले। त्यो पनि सफल भयो। सफल नभइसकेपछि उहाँहरू फेल हुनुभयो नि त। राज्य पक्ष फेल हुनुभयो। भइसकेपछि हामी निजी स्तरमा गयौँ। अब के गर्नु? हामीले छुर्पी बनायौँ। छुर्पी बनायौँ, घिउ बनायौँ, मार्केट पाएन। अब हामी 90 जना किसानहरूमा आपसमा फुट भयो। फुट भइसकेपछि आफ्नो व्यवसायमा लागे। कोही इन्डिया लगेर दुध बेच्न थाले, कोही के गर्न थाले, कोहीले प्राइभेटलाइजेसन गरे। यो अहिले क्षति छ नि। अहिले राज्यले हामीसँग दुध माग्दा, डिडिसीले दुध माग्दा पाउँदैन। किनभने हामी आफै स्वस्फूर्त गर्न थाल्यौँ। म चाहिँ त्यस पछाडि 56 सालदेखि मेरो त्यति बेला 45 लिटर घरमा दुध उत्पादन हुन्थ्यो। त्यो दुधलाई आफ्नो दुध चाहिँ यो ललिपप बनाउने व्यवसायमा लगाएँ। यो शिक्षा मैले भारतको कालिम्पोङमा मान्छे थियो दाजुहरू, उहाँहरूले त्यहाँ उत्पादन गर्नुहुन्थ्यो। अनि त्यसलाई नक्कल गरेर उहाँहरूसँग सहयोग मागेर मैले त्यहाँ बनाएँ। त्यहाँ बनाएर आएर मैले घरमा यहाँ तयार गर्न थालेँ। थालिसकेपछि यति धेरै बजार भयो कि सम्भवै भएर मैले पुर्याउनै सकिनँ। अनि 56 देखि 62 सम्म यति धेरै मजाले बनाएँ। अनि त्यति भइसकेपछि मैले बनाइसकेपछि अब राज्यको नजर म माथि आइपुगेछ। म एकदमै प्राइभेट गएँ नि। यता स्कुल गएँ, 10 to 4 स्कुल जान्छु। अनि त्यस पछाडि बिहान बेलुका लगाएर 2-4 जना मान्छेलाई रोजगार दिएर म व्यवसाय यस्तै तरिकाले, योभन्दा ठुलो थिएन। मैले लार्ज स्कुलमा लानै लगिनँ। किन? 11 जना होइन 18 जना मान्छे मैले गाएँ, कर्मचारी राखेँ। यही कारखानामा 62 देखि राज्यको नजर पुगेछ। यहाँ दर्ता गर्ने प्रक्रियामा गएपछि घुम्ती टोली आएर पशुपतिनगरमा बस्यो। यस्ता साना उद्योगहरू, घरेलु तथा साना उद्योगले त्यहाँ ल्याएर मलाई लिन आउनुभयो। उहाँहरू आइपुगे, म स्कुलमा थिएँ। स्कुलमा मलाई डर पनि लाग्यो। अनि हर्र माथि सार्वजनिक प्राविमा राख्नु भएको छ, अरू कुनै दर्ता छैन। मलाई हतार उहाँ लगेर त्यति बेला घरेलु तथा साना उद्योगको हाकिम साहब अहिले पनि हुनुहुन्छ, विश्वरमण आचार्य, उहाँले मलाई बोलाएर, ल शिवलालजी तपाईँले चाहिँ अब यो दर्ता गरेर चलाउनुपर्छ। तपाईँ गजेटेड हुनुहुन्छ, तपाईँलाई केही पर्दैन। उल्टो हामी पहिलो तपाईँलाई सरसहयोग गर्छौँ, केही लाग्दैन। मलाई चाहिँ डर लाग्यो, ट्याक्स हो, पक्कै यो ट्याक्सको लागि हो भन्यो। र पनि उहाँहरूसँग ल म दर्ता गर्ने भने कानुनी प्रक्रियामा गइसकेपछि उहाँले मलाई तलब गर्नुभयो, जहाँसुकै पठाउनु भयो। अनि 68 होला, प्रचण्ड पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा फर्स्ट प्राइज दियो दमकमा। त्यहाँ ठुलो एक्जिबिसन भयो। प्रधानमन्त्री आएर उद्घाटन गर्यो। कोसेली ललिपपले चाहिँ स्टल लानुपर्छ भनेर स्टलको उद्घाटन दिनुभयो। मेरो प्रोडक्टहरू लगेँ। त्यति बेला म खालि ललिपप र बोबोसेन मात्रै बनाउँथेँ, अरू बनाउँथिनँ। अरू आइटम्सहरू भर्खर झिकेको हो। इयरली म एउटा आइटम्स थप्दै जाँदै थिएँ। यस वर्ष अब न्यु इयर पछाडि के थप्ने भन्ने सवालमा हामी सोच्दैछौँ। दुधकै धेरै आइटम्सहरू के थप्ने अब यो वर्ष चाहिँ भन्ने छ। किनभने ललिपप ओल्ड भयो र यसमा डुप्लिकेट पनि भयो।
अब यो ललिपप भनेपछि मान्छेले खान पनि छोडे, किनभने खाने जो असली चिन्छ नि ऊ यहीँ कोसेलीमा आइपुग्छ। अर्डर गर्छ, धेरै अगाडिदेखि त्यो सिस्टम चलिरहेको छ, यहाँ बनाइदिन्छु, अर्डरमा बनाइदिन्छु। अरू आइटम्सहरू नयाँ नयाँ प्रोडक्टहरू देख्नको लागि प्रयासरत छौँ। अनि त्यसरी त्यो मैले अब कन्टिन्युस गर्दै 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 गएर त्यति बेला फर्स्ट प्राइज पाएँ। अनि त्यहाँबाट मलाई प्रशिक्षक बनाउनु भयो, फेरि इलाम जिल्लाको दुग्ध परिकारको प्रशिक्षक। पूर्वको 14 जिल्लामा प्रत्येक जिल्लामा जाइदिनु पर्ने भयो। उहाँको घरेलु तथा साना उद्योगले वान्टेड गर्ने यहाँबाट पठाइदिने, मलाई 15 दिनको बिदा पनि मिलाइदिने शिक्षामा है। त्यो सब सुविधा भएपछि जाइदिने गएर मैले सिकाएँ, सबै जिल्लामा सिकाएँ। सिकाइसकेपछि अब यो त यति व्यापक भयो कि त्यहाँबाट त अब यस्तै रहेछ नि त। यो सबै नजिकै इन्डिया छ, इन्डियामा एउटा चक्लेट एउटा कम्पनी निकाल्यो भने, असली निकाल्यो भने नि त्यसको पछाडि 50वटा लागेको गर्छ, डुप्लिकेट आइहाल्छ। यत्तिकै इन्डियामा त्यही चिज हो, त्यस्तै देखिन्छ, तर त्यो चिज डुप्लिकेट छ। त्यस्तै भयो इलाममा पनि पछिबाट भनेको। यो भएको चाहिँ धेरै भएको छैन, 5 वर्ष नेक्स्ट 5 इयर्सदेखि चाहिँ यसमा डुप्लिकेट। अब मबाट सिकेको प्रशिक्षार्थीहरूले आफ्नो ठाउँमा बनाउँदै थिए, मैले जसरी सिकाएको थिएँ दुध र चिनी मात्रै हालेर ललिपप बनाउने है। त्योभन्दा अरू चाहिँ ललिपप नभन्नुहोस्, हामीले सेमिनार पनि भन्यौँ, नभन्नुहोस् चक्लेट भनेर बेच्नुहोस् भन्दा पनि हामी त नमिसाए त हाम्रो साह्रै उठ्दैन त होइन, सानो उठ्दैन त नगर्नुहोस्, तर क्वालिटी दिनुहोस्। तपाईँलाई क्वान्टिटी म दोकानलाई पुऱ्याउन सक्दिनँ। असली चिज बनाउनुहोस्, 40को ठाउँमा 80 दिनुहोस्। तर उहाँले त 40को चिजलाई 20मा दिनु थाल्यो, 15मा दिन थाल्यो। मिसाएर दोकानलाई के छ, म जहाँ फाइदा छ त्यहाँ जान्छ, त्यही चिज किन्छ, त्यही चिज बेच्छ। मान्छेलाई त सबै त्यो डुप्लिकेट खुवाएर अहिले ललिपप नखाने पोजिसनमा मान्छे पुऱ्याइदियो। त्यसो भएपछि अब चाहिँ हामी उहाँहरूसँग किन विरोध गर्ने, प्रतिस्पर्धै नगर्ने, आफ्नो स्टेपमा आफ्नो जुन तरिका छ नि त्यसको तरिकाले नयाँ नयाँ सोच्न जाने भनेर चाहिँ म चाहिँ नयाँ सोच्न दिन्छु। म उहाँहरूलाई विरोधै गर्दिनँ, तपाईँहरू जेसुकै गर्नुहोस्, तर तपाईँले बनाएको चाहिँ ललिपप भएन है, दुध र चिनी मात्रै। गाउँबाट खुवा ल्याउँछु भन्छ, त्यो खुवामै मिसावट छ भने कसरी जाने त? खुवामै मिसावट छ भने उसको त्यो असली खुवा भन्ने चाहिँ कसरी प्रमाण हुने त? दुध सुकाएर देखाइदिनुहोस्, राख्नुहोस्। तपाईँको गेस्ट हो, तपाईँको हेर्न आउने मान्छेलाई म त खाद्यको मान्छेहरू राखिदिन्छु, हेरेर जानुहोस् त। बिहान दुध भरेदेखि मैले दुध दोहेदेखि यहाँ मेसिनमा हालेदेखि सुकेर खुवा झरेसम्म हेरेर जानुहोस्। अनि त्यसबाट बनेको परिकारको ललिपप भयो त। ललिपप त यस्तो राम्रो वर्ड हो जुन वर्ड ठुलो ठुलो मिनिस्टरहरू मन्त्रीहरूले प्रयोग गर्छ। किनभने तैँले यो उहाँलाई चाहिँ किन ललिपप खुवाएर आफ्नो पक्षमा पारिस भन्छ। ललिपपको अर्थ के हो तपाईँहरूले बुझ्नु भएको छैन। तब तपाईँ पिठो हालेर ललिपप बनाउनुहुन्छ, बिस्कुट हालेर ललिपप बनाउनुहुन्छ, त्यो दोकानेको लागि मात्रै भयो। तर वास्तविक ललिपप यस्तो हुनुपर्छ, त्यो चाहिँ एकचोटि मुखमा हालेपछि सबैले हाई हाई होस् न। यो ल्याइदियोस्, नानी बाबुहरूले खाँदाखेरि पनि यो चाहिँ लिएरै आउनुहोस् है। अहिले त होइन, उहिलेदेखि छाप बसेको छ। कोही मान्छे इलाम जान्छ भने ललिपप ल्याइदियो। अनि उहाँ हेर्नुहोस् त, त्यो काठमाडौँमा हामी गुटपाकमा हलचल आएर काठमाडौँबाट गुटपाक ल्याउने होइन भन्छ। अहिले त्यस्तै बनाइदियो यहाँ इलाममा पनि, इलामबाट ललिपप ल्याउने होइन, नल्याइदिनुहोस्। नानीहरूले सम्म त्यसो भन्नु थाल्यो भनेपछि यो गिराउने काम कसले गरे त? कोसेलीले त पक्कै गरेन। नामै मैले कोसेली राखेको, कोसेलीको शब्द उहाँहरूले चिन्नु पनि भएर हिँड्छ। इलाममा मैले अझैसम्म यो कोसेली ललिपप उद्योग हो है, र यो इलामको कोसेली हो भनेर चाहिँ कोसेली अहिलेसम्म कतै मेरो छोरा लागि पनाथी भावी सन्ततिले पनि कोसेली मेराउँदैन। र यसरी म अहिलेसम्म आइरहेको छु, जीवन्तता दिइरहेको छु। मैले हजुरलाई सोध्न खोजेको, अनि हाल कति केजी जति चाहिँ उत्पादन हुन्छ यो उत्पादनको हिसाबमा? उत्पादनको हिसाबमा मेरो अहिले चाहिँ 20 केजी पर डे। हजुर, 200 लिटर सुक्छ। 200 लिटर दुध चाहिँ नियमित सुक्छ। मैले इच्छा गरेको दोकानहरू र जसले इच्छा माग्छ उहाँहरूलाई चाहिँ मैले पुर्याइरहेको छु। यो खुवा नै हो, बिल्कुल खुवा हो। खुवालाई हामीले विभिन्न परिकारमा कन्भर्ट गरेर र मेटेरियल्स भनेको दुध हो,
दुधलाई सुकाएर पुराउने बनाउने हो, खुवा बनाउने हो। खुवालाई अब पुष्टकारी बनाउने हो भने त्यही खुवा प्रयोग गर्नु पऱ्यो, बोम्बे सेन बनाउँदा पनि त्यही खुवा प्रयोग गर्नु पऱ्यो, ललिपप बनाउँदा पनि त्यही खुवा प्रयोग गर्नु मात्रै के छ भने त्यसमा के हाल्ने त? कसैले काजु मन पराउँछ, कसैले अलैँची मन पराउँछ। अहिले हाम्रो पुष्टकारीमा अदुवा पनि खोजिरहेछ होइन। इलामको सबै अकबरे बाहेक सबै कुरा हालिदिएर बनाइदिनुहोस् है भन्दाखेरि हामीले पुष्टकारीमा त्यो प्रयोग गरेका छौँ। अकबरे त हाल्नु भएन, नानी बालबच्चाले पनि खान्छ। इलामले सबै हालेर त्यहाँ पुष्टकारी निकाल्दैछौँ। काठमाडौँमा सबभन्दा धेर मेरो पुष्टकारी जान्छ। काठमाडौँबाट पुष्टकारी यहाँ आउँछ, तर त्यही बेच्ने मान्छेले चाहिँ मेरो पुष्टकारी जान्छ। किन? उहाँहरू चाकुको बनाउनुहुन्छ। सरसफाइ पनि होइन होला, धेरै भोल्युममा बनाउँदा पक्कै सफा हुँदैन। हाम्रो चाहिँ के छ भने थोरै भोल्युममा बनाइन्छ कोसेलीको रूपमा। काठमाडौँको पुस्तकारी चाहिँ यहाँ आउनुको कारण चाहिँ यहाँ त अब सस्तो चाहियो नि त। दार्जिलिङ जान्छ, नजिक दार्जिलिङ छ। दार्जिलिङमा त खालि ऊ चाहियो क्या, सामान मात्रै चाहियो, सस्तो चाहियो। यहाँ बनिएको यसमा यो चिज छ, एकाध ठुला बडाहरूले मात्रै त्यो पहिचान गर्छ, खोज्छ, तर समस्त रूपमा सबैले चाहिँ खोज्दैन त्यो कुरो। हजुरलाई मैले बिचमा रोकेँ। हजुर, हामीले चाहिँ तपाईँको बजारीकरण कसरी गरिरहनु भएको छ त्यसको बारेमा भनिदिनुहोस् न। कुन कुन ठाउँ जान्छ, कसरी बिक्री वितरण गर्छ? अहिले मेरो पहिला चाहिँ प्रत्येक यहाँ 77वटा दोकानलाई म दिन्थेँ। हजुर, स्थानीयदेखि लिएर झापा र इलामभित्रको प्रोपर 77वटा दोकानले मेरो लगिराख्नु भएको थियो। तर ती दोकानहरू पनि अब अहिले डुप्लिकेट आइसकेपछि सस्तो 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 खोज्नुभयो। मेरो कारखानाले त्यस्तो सस्तो दिन सक्दैन र अहिले म उहाँहरूलाई दिन्न, मेरो मार्टहरूमा जान्छ। डुप्लिकेट भनेको चाहिँ त्यो बिस्कुट सिस्कुट पिठो सिटो चाहिँ त्यो सस्तो बजारमा विस्तार गरे तपाईँको चाहिँ खुवा प्रयोग हुने चाहिँ जुन उनीहरूको अब 1 किलो खुवा नै 2 किलो हुने 2 किलो भइगयो। अब मेरो त 1 किलो खुवाको त 1 किलो मात्रै बस्छ, उहाँहरूले त 1 किलोको। मेरो त 40 भन्दा घट्न सक्दैन। मैले एक प्याकेट 10 रुपियाँ के अरे 10वटा स्टिक हालेर जति भयो अब 60 ग्रामको एक प्याकेट बनाएर दिन्छु भने अब उहाँहरूले त्यही 60 ग्राम हालेर 20 रुपियाँमा दिन्छ भनेपछि त म त उहाँहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने भएँ नि त। त्यसो भएपछि मैले ती दोकानहरू छोड्दै गएँ। लगभग अहिले मेरो 35वटा नेट दोकानहरूमा चाहिँ जान्छ। ती 35वटा दोकानले जति भने त्यति नै दिन्छ। उहाँहरूले पनि बिचरा यसरी राख्छ, कोसेलीको यो अलग राख्छ, त्यो पुरै सजाइदिन्छ होइन। अनि हाम्रो चाहिँ अब कसैले कोसेलीकै खोज्यो भने कोसेली पनि निकालेर दिन्छ, उच्च दाम दिन्छ है। अब जस्तो भए पनि हुन्छ, ललिपप भयो भनेपछि त्यो दिन्छ। बेच्नेलाई त फेरि त्यसै गरी बेच्नु नि पर्यो। अहिले यो सक्नु त्यसपछि है। अब यो 35वटा दुकानहरू चाहिँ कहाँका दुकानहरू? हाम्रो यो पशुपतिनगर भयो, हजुर, झापामा छ एउटा, हजुर, हेटौडामा छ, हजुर, बुटवलमा छ, हजुर, अनि काठमाडौँ छ। नेपालगञ्ज जान्थ्यो, नेपालगञ्जमा मेरै साथी थियो चौलानी सुपर मार्केटमा, हजुर, त्यहाँ अहिले स्थगित छ। सुरुमा घाटभटिनीमा थियो, अनि अहिले पशुपति सिद्धार्थ मेगामार्ट, अनि एनएमसीको मार्ट। अलिअलि त भाटभटिनीमा नै देखिन्छ। भाटभटिनीमा। तर अहिले त्यो डुप्लिकेट पसिसकेको हुँदा मैले स्लो गर्दैछु। तपाईँसँग चाहिँ त्यो सक्कली नै खोज्ने गरेर चाहिँ नि कारोबार हुने अथवा सक्कली नै खोज्ने व्यवसायहरू चाहिँ कहाँबाट आउनु छ, कहाँ हुनुहुन्छ? विशेष गरेर जो अहिले मसँग पहिला जुन क्षेत्रमा लागि पर्नु भएको थियो नि, उहाँहरूकै छोराछोरीहरू चाहिँ आइराख्नु भएको छ। जस्तो डिडिसी अन्तर्गत, दुध अन्तर्गत काम गर्नुहुने, व्यापार अन्तर्गत काम गर्नुहुने मेरो सहकर्मीहरू थिए नि, जो जीवित हुनुहुन्छ। धेरै साथीहरू मरिसक्नु जीवित हुनुहुन्छ। उहाँहरूको छोराछोरीहरू बाहिर नगएर अहिले नेपालमै बसेर केही गरौँ भन्ने र गरिनेहरू चाहिँ मसँग आबद्ध छ। अनि यो दार्जिलिङ कालिम्पोङ जान्छ भन्नुभयो, यो चाहिँ कसरी जान्छ? उहाँहरू आफै आउनुहुन्छ।
हामी जानु पर्दैन। मेरो के छ भने उहाँहरू आफै आएर मलाई यति चाहियो भनिराख्नुहुन्छ, हामीलाई अर्डर दिइराख्नुहुन्छ, अर्डर टिपाउनुहुन्छ, बस। इलाम जिल्लाको सम्पूर्ण गेस्टहरू कोसेलीले ध्यान दिनुपर्छ। जस्तो तपाईँ सिडिओ साहब आउनुहुन्छ, सिडिओ साहबको गेस्टहरू हुन्छ, उहाँहरूले इलामबाट के पठाउने त भन्दाखेरि दुर्ग परिवार घुम आयो भने सिधै मलाई फोन गरिन्छ, ल मेरो यस्तो यस्तो ज्येष्ठहरू आएको छ, जान परिवार बालबच्चा छ भनेको पनि त्यही हो, ल हामीलाई चाहिँ यस्तो कोसेली चाहियो भन्नुहुन्छ। के चाहियो हजुर, कति चाहियो परिमाणमा भन्यो, अनि त्यो तयार गरिदियो। उहाँहरूको टिम आउँछ, इलाका प्रहरी विभागबाट आउँछ, कता को छ उहाँहरूको भन्सारकै पनि गेस्टहरू सबै यहीँ आएको हुन्छ। हजुरलाई मैले सोध्न खोजेको, अब यो कोसेलीकै नाम गरेर पनि यस्तो खालको भयो। अन्य उद्योगहरू सञ्चालनमा छ? गर्यो तर त्यो डुप्लिकेट थियो र पक्रा पनि खानुभयो। म जिन्दगीमा माफी माग्नु हो, अनि माफी नै दिएँ। अब यस्तो नगर, किन गरी त खानुपर्छ, तर यो डुप्लिकेटिङ पुरै डुप्लिकेटिङ चाहिँ नगर। कोसेली राख्छ भने कोसेली घर बनाऊ, कोसेली के बनाऊ, अरू बनाऊ, तर कोसेली ललिपप उद्योग भनेर चाहिँ कहिले भनेर म उहाँलाई भनेर चेतावनी छोडिदिएँ। तपाईँले त्यो भन्सारको चाहिने कर्मचारीहरू हजुर जुन पदाधिकारीको नाम लिनुभयो, त्यो पदाधिकारीहरूलाई चाहिँ तपाईँले कोसेली दिँदाखेरि चाहिँ के निःशुल्क दिनुहुन्थ्यो? हुँदैन, सशुल्क लाग्छ। उहाँहरूलाई के छ भने हामीलाई त्यो त घुस भएन, त्यो त गर्दै गर्दैन। उहाँहरूले बरु टिप्स दिएर जानुहुन्छ हाम्रो कर्मचारीलाई। हाम्रो पकाउनेलाई दिनुहुन्छ, हाम्रो बनाउनेलाई दिनुहुन्छ। आकर्षक देखियोस् मेरो त यो जर्मन जाने हो भन्छ है, अनि के अरे अमेरिका जाने हो भन्छ है। हामीले त आकर्षक बनाइदिनु, जे यस्तो हालिदिनुहोस् है जो चाहिँ एयरपोर्टमा चाहिँ हामीलाई अप्ठ्यारो नपरोस् भन्नुहुन्छ, त्यही गरिदिन्छ। त्यसमा हजुरले ट्रेडमार्क पनि दर्ता दर्ता छ। अन्तर्राष्ट्रिय जानको लागि अब त्यो सबै अन्तर्राष्ट्रियको जानको लागि पनि सबै सक्नुहुन्छ। अनि यो हजुरले जुन दुधबाट पुर्याउनेहरू बनाउनुहुन्छ नि, त्यसको लागि के मेसिनरीहरू के छ, कसरी ल्याउनुहुन्छ? यो सबै अहिलेसम्म हाम्रो जिन्दाबादले सिलिगुडी भयो, किनभने नजिक सिलिगुडी भएको कारणले यहाँ दर्ता गरेर लिएर जाने बनाउनको लागि, खरिद गर्नको लागि त टोटली भन्सारैतिर ल्याएको। मैले गुजरातबाट दुध सुकाएर ल्याएको हो है। ती मेसिनहरू चाहिँ मेड इन भारतमा बनेका छन् कि भारतमा? मेसिन केले चल्छ? बिजुली चल्छ, बिजुलीले चल्छ, आगोले चल्छ? ग्यासले आगोले चल्ने त केही छैन। आगोले योभन्दा कति अगाडि वर्ष अगाडिसम्म 5 वर्ष अगाडिदेखि 1 ट्र्याक्टर दाउरा जलाएको यही हो। त्यसपछि हप्ताको अहिले त्यो छैन। 1 ट्र्याक्टर दाउरा 1 हप्तामा जल्थ्यो, यही 12वटा चुल्हा जलायो। अनि त्यो दाउरा साउरा ल्याउँदा भ्याट स्याट लाग्थ्यो कि लाग्दैन? होइन, आफ्नै जङ्गल थियो। अब त्यो 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 चाहिँ त्यो झन् गयो, पस्दैन भयो। त्यो जङ्गल विस्तार गरियो अहिले। एकचोटि हजुरले चाहिँ आफ्नो दैनिक कारोबार कति रोक्ने गरेको छ र अहिले त्यही 20 केजी पुर्याउनेबाट हजुर लगभग मेरो दैनिकमा चाहिँ भनौँ 20,000को कारोबार, 20-30 हजारको कारोबार दैनिक 30,000 सरदर कारोबार हुन्छ। 1.5 लाख 2 लाख मासिक कारोबार राउन्ड फिगरमा काम हुँदो रहेछ। त्यसमा मलाई बस्ने भएको सबै कर्मचारीदेखि लिएर सम्पूर्ण खर्च कटाउँदा मासिक 10,000 भन्दा माथि भयो, फाइदा छैन अहिलेको फिलहाल। अनि दैनिक 30,000 भन्नुभयो, महिनामा 30 दिन हुन्छन्, त्यसरी त धेरै हुन्छ। अनि दुधको पैसा दिनु पर्यो, यता र मेटेरियल ल्याउनु पर्यो। 11 जना त कर्मचारी छ, उनीहरूलाई तलब दिनु पर्यो। 10,000 भन्दा माथि अहिले मैले कमाउनु सकेको छैन। दैनिक 30,000 रेगुलर हुन्छ कि कहिलेकाहीँ हुँदैन, कहिलेकाहीँ 30लाई नागेर 60 पनि पुग्छ। जस्तो हिजो 60,000को बिक्री भयो एकै दिनमा। हजुर मुख्य खर्च चाहिँ दुधमै हुने? दुध र इन्धन, 2 सिलिन्डर ग्यास जान्छ। 2 सिलिन्डर ग्यास लाग्छ। 10,000 12,000को त मिटर उठ्छ मासिक बत्तीको। अनि जेनेरेटर अब त्यसमा बत्ती झपाकझिपिक भएछ कुमान पछाडि, अहिले त्यस्तै भइरहेछ। जेनेरेटर पनि अहिले बिग्रिरहेछ। तपाईँलाई बत्तीमा चाहिने केही सब्सिडीहरू छैन। त्यो एकचोटि भनिदिनुहोस् न, अहिले कतिजनासम्म आबद्ध हुनुहुन्छ? अहिले बाहिरबाट 6 जना छ, हाम्रो घरको 5 जनामा 1 जना गयो, 4 जना छ, 1 जना बाहिर गयो।
बाहिरबाट भन्दाखेरि कतिजना हुनुहुन्छ? 6जना। अनि घरको 5जना छ। भनेपछि 11जनाले चलाइराख्नु भएको छ। 11जना मिलेर चलिरहेको छ। हजुर। हजुरको अब आफ्नो उद्योगलाई विस्तार गर्ने केही योजना छ? ठुलो योजना छ। हजुर, यसो ठुलो सोच। हजुर। मेरो के छ भने यो म चाहिँ गुडविल लिएर जाने हो। म 2 नम्बर कहिल्यै नगर्ने। यो गुडविलसँग कहिलेसम्म प्रतिस्पर्धा गरिरहोस्, हार नमान्ने। मैले सबैलाई भनेको छ परिवारमा हामी अब अन्डर ग्रेजुएट कोही पनि छैन। विशेष पनि गुरुआमै हो स्कुल पढाउने, म पनि स्कुल पढाउने। म 72को रिटायर हो। गुरुआमा 51 के अरे छोडिदियो, शैक्षिक अवकाश लिएर बोर्डिङ स्कुल खोलिदियो। बोर्डिङ स्कुल खोल्दाखेरि अब विशेष त्यता बोर्डिङ हेर्दै थियो। बोर्डिङ पनि माओवादीले बमसप राखिदिएर त्यो पनि छोडिदिएर अनि यो कारखानापट्टि लागेपछि अहिले कारखानामा हामी सबै अब कान्छी मेरो जेठी छोरी एक्सपायर हो, खसिहाल्यो। त्यो धेरै राम्रो हुन्थ्यो, त्यसले धेरै माथि पुऱ्याउने। माइली छोरी कतारमा त्यो क्यारी फरमा उनले कता अब पढेको मान्छे श्रम मन्त्रालय अन्तर्गत के भिसा आएको हुँदोरहेछ। त्यो फ्लाइटमा फसाएछ। म त स्कुलको सेमिनारमा थिएँ। बाबा मेरो त फ्लाइट आयो, भिसा झरिसक्यो, फ्लाइट आयो, मेरो त यो यति तारिक फ्लाइट छ भन्दाखेरि मैले सिर्फ 10,000 दिएर उडेको। अहिले उहीँ कता हाम्रो म्यानेजर छ क्यारिफरमा है कतारको। हामीले पनि वर्ल्ड कप हेर्न गयौँ। त्यहाँको त्यसको वस्तुस्थिति अध्ययनहरू गऱ्यौँ, वर्ल्ड कप हेऱ्यौँ आयौँ। अनि त्यस पछाडि हिजो अस्ति फेरि उसकै कम्पनीमा एकाउन्टेन्टको भ्याकेन्सी रहेछ। हजुर। अनि छोरो बिबिएस पनि सिद्ध्याएर मास्टर गर्दै गरेको, त्यसलाई पनि लग्यो। 1 महिना भयो। आजतिर सेलरी आउँछ होला पहिलो महिनाको है। अनि त्यसले गर्दाखेरि हामी यहाँ अहिले पेन्डिङ अलिक कस्तो देख्नुभयो नि फ्याक्ट्रीलाई होइन त सबभन्दा ह्यान्डलिङ गर्ने छोरो थियो। र छोरो कस्तो उद्देश्य बोकेर गएको छ भने 7मा गएको थियो, 5मा बट्टाबट्टी छटायो। छाट्नुपर्छ बाबा भनेर छाड्यो। अहिले 2मा छ। 2माबाट 40 लिटर दुध दिन्छु, म आफै दिन्छु, बाउ छोरी भएर गर्छौँ। अनि कान्छी छोरी कन्याममा 35वटा दोकान क्लिनिक गर्छ। अहिले दोकानमै छ कन्याममा, छोरी त्यहाँ छ। 35वटा दोकानलाई ह्यान्डओभर गर्छ, सामान दिन्छ। कन्याम अन्टु सामान दिन्छ 35वटालाई। उसको आफ्नो 114 रुपियाँ स्टल किनिदिए बाबा भन्यो। मसँगै 10 वर्ष काम गरेको, त्यो पनि बिएड हो है, के अरे एजुकेसनबाट मास्टर गरेको। अनि 10 वर्ष मसँग स्कुलमा म भइन्जेल टिचर भयो। म रिटायर भइसकेपछि 6 महिना पनि स्कुल जान मान्दैन। यस्तो काम चाहिँ गरिदिनु, मलाई त यति पैसाले बाँध्यो। हजुर यसो सम्झ्यो हो नै बाँध्यो, 10,000 20,000 दिएर बाँध्यो। अनि त्यसो भएपछि त्यो पनि मसँगै छ। अहिले हामी त्यस्तो परिवारमा छौँ। अनि त्यो भइसकेपछि छोरो गएपछि हामी अलिकति कस्तो भएको छौँ। तापनि नातिले, यो कान्छी छोरीको छोरा हो यो अहिले भइरहेको, यो नातिले सबै ह्यान्डओभर गर्छ। एससिसी दियो गर्छ। अर्कोको नातिनी छ, नातिनी क्लास 7मा पुगेछ। यिनीहरूको थप्पी हजुरले यो मार्टमा सेल गर्ने भन्नुभयो है, 35वटा 33वटा। अनि यसमा हजुरलाई टाइममा पेमेन्ट हुन्छ कि अब पेमेन्ट चाहिँ यस्तो हुन्छ है, उहाँहरूको के छ भने पहिला पैसा हालिदिन्छ एकाउन्टमा, अनि मात्रै हामी सामान डिस्प्याच गर्छ एडभान्स। तपाईँको उधारो फसेको उरेको पहिला फस्यो 17-18 लाख मैले माया मारेँ। 17-18 लाख 18 लाख माया मारेर छोडिदिएँ। कति साल अगाडिको कुरा? यो 2 साल 3 साल भयो। अब म उधारो कहिले गाह्रो क्रेडिट अहिले पनि यो वर्ष पनि कालिम्पोङमा त्यो 66,000 फस्न आँटेको छ। र मैले यहाँ सिक्वेन्स पनि ल्याइरहेको छु। दोलखातिर चरीकोटतिर मेरो भाइ भतिजहरू इन्सपेक्टरहरू भएर गएको छ। केटा हो, त्यहाँ बुझ्दै गरे यो पसलहरू, यो यति नम्बरहरू होइन 66,000 छ। त्यसरी गर्ने व्यापार गर्दाखेरि त्यसरी। तपाईँको यो व्यवसाय विस्तारको लागि चाहिँ चुनौतीहरू के छन्? साह्रै ठुलो चुनौती यही हो, अस्वस्थ प्रतिस्पर्धा नै चुनौती हो, अरू केही हो। दुध नपाउने होइन, मलाई समुद्र दिन्छ दुध। हाम्रो इलाम जिल्लामा 71,000 पर डे दुध उत्पादन हुन्छ। लिटर 71,000 लिटर दुध पर डे इलाम जिल्लामा। 56वटा यस्ता चिज फ्याक्ट्रीहरू जो यहाँ तल छ, यता माथि यति भित्र 12वटा छ। पिपलदेखि जब बोलाउनु नि 12वटा चिज कारखाना हामी बिहान एउटामा बसेँ। अनि 12वटा चिज कारखाना छ।
अब त्यो छुर्पी कारखाना त्यस्तै छ। यो ललिपप त भर्खर छिर्नुभयो तपाईँहरूले, यो अनौठो मान्नुभयो होला, सुकाउने। कतिवटा छ ललिपप आसपास? आसपास हामी दुईवटा थियौँ, त्यो पनि अर्को पनि धराप छ बिचरा। अब म पनि धरापै भन्नुपर्छ, यो धेरै हाइलाइटमा छैन। उहाँहरू 2600 4000 लिटर दुध दिनमा खपत गर्नुहुन्छ। म भनेको 200 लिटर सुकाएर परिकार बनाउनुपर्छ होइन, त्यही पनि गाह्रो छ। किन भन्नु त, दुधलाई सुकाएर ढिँडो बनाउनु कम्ती समय लाग्छ र त्यो सामान्य हामी 200 लिटर लगाउन डेढ 7 घन्टा लाग्छ। अहिले भर्खर सुकिसकेको, त्यो पनि आधी मैले छुर्पी बनाएर पो होइन, आधी छुर्पी 100 लिटरको छुर्पी बनाएर 100 लिटर त्यहाँ सुकाउँदाखेरि आज छिटो भयो। तपाईँहरूले सुक्दै गरेको पाउनुहुन्थ्यो, त्यहाँ हुँदै गरेको मिसिन हुँदै गरेको। अनि ती अस्वस्थ प्रतिस्पर्धासँग मात्रै चुनौती हो मार्केटको। मलाई कुनै समस्या छैन, म असल चिज बनाउने, असल ठाउँमा पठाउने, असल व्यक्तिलाई दिने। अहिले मलाई साथ दिएको छ अहिले अर्ग्यानिक आयो नि है, नन फर्टिलाइजर विषादी मुक्त अहिले सूर्योदय नगरपालिकाले पनि अवलम्बन गरेको छ। र म चाहिँ सन् 2007 विशुद्ध अर्ग्यानिक हुनुपर्छ हाम्रो क्षेत्र भनेर लागेको मान्छे। अहिले 25 हो होइन त, 18 वर्ष अगाडिदेखि लागेको मान्छे हो। हामी 2011 मा आइएमओ सर्टिफाइड हो। 2011 मा आइएसओ सर्टिफाइड, आइएमओ सर्टिफाइड हो। र त्यसको अन्डरमा हामी 181 जना किसानहरू आबद्ध छौँ, त्यसको चेयरम्यान म हो। हामी टोटली अर्ग्यानिक बनाउने हाम्रो क्षेत्रमा भनेर लागिपरेको साग सब्जीदेखि बारी खेतीदेखि लिएर इभन गाईलाई दाना दिँदाखेरि पनि त्यो ग्रुपको दानाहरू भनेर लागिपरेको हुँदा अब यस्तो खोज्ने मान्छेहरू अटोमेटिकली आउँछ। मलाई बजारको कुनै समस्या छैन। अब हजुर त एउटा सफल उद्यमी हुनुहुन्छ, हजुर जस्तै अन्य उद्यम गर्छु भनेर सोचिरहेका कोही हुनुहुन्छ भने र दुधमै बसेर चाहिँ दुधमै आधारित परिकारहरू बनाएर चाहिँ उत्पादन सुरु गर्ने भन्नेलाई त्यसको नीतिगत केही चुनौतीहरू छन् भने त्यसको समाधान पनि के हो? उहाँहरूले चाहिँ पहिला चाहिँ शपथ खानु पर्यो। म चाहिँ दुधकै व्यवसाय गर्ने भने असल दुध कसरी उत्पादन गर्ने, असल दुध भइसकेपछि त्यसको परिकार पनि असल कसरी हुन्छ। भोलि रिजेक्ट नहोस् न, जस्तो जर्मनबाट नफिर्कोस्, अमेरिकाबाट अन्तर्राष्ट्रिय युरोपियन कन्ट्रीबाट नफिर्कोस्। जस्तो यहाँ हिजो अस्ति मात्रै कतिवटा डक्चीहरू फिर्केर आयो काठमाडौँबाट, के अरे अन्तर्राष्ट्रियबाट है। उहाँहरू मारमा परे त को मारमा परे त? उहाँहरू त मारमा परेन, तल किसानलाई पेमेन्ट दियो है। हो त्यस्तो नहोस्, पहिला उहाँहरूले त्यो शपथ खानु पर्यो। आफूले पठाइसकेको चिज चाहिँ पहिल्यै भनेर पठाउने, यो यस्तो छ है, तपाईँ सक्नुहुन्छ भने गर्नुहोस्, सक्नुहुन्न भने नगर्नुहोस् भनेर भने। चुनौती बहुत छ। आफूले पनि मेहनत गर्नु पर्यो। फेरि खालि अर्काको भरमा गरेर गर्छु भनेर चाहिँ हुँदैन। फेरि कोही दिन मानिस म्यान पावर पाउँदैन। अब त म्यान पावर पाउनु पनि एउटा चुनौती हो। चुनौती, ठुलो चुनौती हो। म्यान पावर छैन, अब सबै त विदेशी हो। म आफै मेरो परिवारैबाट त विदेशी हो, छोरी पनि छोरा पनि विदेशीको छ। उनीहरू आउँछ नि यहाँ प्लेटफर्म राम्रो भयो भने, उनीहरूलाई 1-1.5 लाख रुपियाँको लोभ छ त? छैन नि। म यहाँ घरमै मैले भनेको मासिक 2 लाख रुपियाँ कमाउने योजना हो। नेट आफूले पो कमाउ त। तैँले खाडीमा 60 डिग्रीको घाममा 1 लाख रुपियाँ खाएको र घरको बाबुआमासँग बसेर 10,000 खाएको कति डिफरेन्ट। उनीहरूलाई फर्काउने वातावरण बन्दैछ। आउँछु भन्छन्। उहाँहरू अरू गरेर गएको होइन, बाध्यताले गएको। यो देशको परिस्थिति त्यस्तो भयो। हामीले गर्दा पनि यहाँ अनुकूलता मिलेन। हामीलाई प्रतिकूल भोकै अब इस्ट्याब्लिस गरेर जाउँ। काउफम थियो, मैले 120 लिटरका बाउछोराको हातले 120 लिटर दुध दिएको पोहोरसम्म, हिजो अस्तिसम्म होइन। किन छोड्नु पर्यो? विविध समस्या। दुध उत्पादन गरियो, सही चिज बनाइयो, मार्केटमा प्रतिस्पर्धीहरूले मैले 40 मा त होइन 50 मा बेच्नुपर्ने चिज हो नि त, गुणस्तरीय थियो नि त। उहाँहरूले 20 रुपियाँमा झारिदियो, 25 रुपियाँमा झारिदियो। त्योसँग टक्कर गरेन नि। इक्विभ्यालेन्टमा बजारले त त्यो माग्यो, जुन सस्तो छ त्यो बेच्ने भयो।
अब हामीसँग त त्यो सस्तो चिज छैन नि। अब असलियत चिज खोज्ने मान्छे खोइ त भन्दाखेरि अब यसरी खोज्नु पऱ्यो मान्छे त, थोरैबाट खोज्ने हो। धेरै भोल्युम बनाएर त हामीले पनि त साउँ त उठाउनु पऱ्यो। हामीले 6 महिना स्ट्रगल गऱ्यौँ, तर अब सम्भव नभएपछि छोड्नु पनि है। तर त्यो दिन आउँछ, प्रतीक्षा घडी छ।